आई लभ यु आज त चन्द्रकुमारी राईले त चुक्कुल त घरको त ठिक्क पारो हे लाली जबान त्यतिकै गइसक्यो मनसँगले साला लोकेन Hey guys, welcome back to my YouTube channel. It's me Subi Rai. र आजको यो नयाँ ब्लगमा पनि यहाँहरु सबैलाई स्वागत छ। आजको यात्रा चाहिँ शङ्खसभा जिल्लाको मकलु गाउँपालिका सम्मको हो र यहाँ मकलु गाउँपालिकामा चाहिँ मकलु महोत्सव 2081 तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सम्मेलन कार्यक्रमको अन्तिम दिन हो र अनि त्यसमा चाहिँ बेलुका साँझमा चाहिँ फुलिनदेखि आमा गीता योन्जन राष्ट्रिय कलाकारहरू आउने कुरा छ। त्यही हेर्न भनेर खास चाहिँ हिँडेको। हेर्दै गर्नु होला है त तपाईहरु पनि। विश्वको पाँचौं फाइनल गेम चाहिँ हुन लागिरहेको रहेछ। मकालु हिमालको आरोहणको 70 वर्षको पावन अवसरमा हेलो 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 बस्नेत जर्सी नंबर 3 अंजिल मुक्तान 4 रोमन बस्नेत जर्सी नंबर 6 रविन गौतम जर्सी नंबर 9 मनोज घिमिरे जर्सी नंबर 11 संतोष तामाङ रोशन तामाङ टीम लिबेरो जर्सी नंबर 12 संतोष राई टीम कोच सडानन्दबाट तडन्द 1 पास कपन 1 पास कपन 2 सडानन्द 1 पास कपन 3 सडानन्द 1 यसको सर्भिस कस्तो खतरा आउँछ न। सडानन्द 2 पास कपन 3 सडानन्द 22 पास कपन 22 पास कपन 23 सडानन्द 22 पास कपन 6 point सडानन्द 22 तडानन्द 23 पास कपन 24
विरुद्ध 25 अङ्क ल्याउँदै फेरि दोस्रो सेट पनि आफ्नो कोर्टमा पाँच कपन नगरपालिका भइसक्नु भएको छ भने दोस्रो षड्यन्त्र नगरपालिका सक्यो फाइनल गाइसर मामा तिम्रो मामा यो चाहिँ मकालु गाउँपालिकाको भवन अनि यो गाउँपालिका अफिस भवन अगाडि चाहिँ मकालु हिमालको के भन्छ मकालु हिमालको जस नक्सा एक पार्क बनाएको छ मकालु हिमाल जस्तो भयो अनि यता त आरामै हुनुहुन्छ नि अनि यता हाम्रो सरहरू पनि हुनुहुन्छ रहेछ जाइने खालै सर ल ठिकै उतै राख्नु म त डर लाग्छ ल यो खाजा कहिलेसम्म न काम नरहे बुढो भयो कान्छ यो नि गाना यति धेरै फुकाउन दिँदैन यस्ता अल्लारे बल्लारे हाल्दा त मेरो सुन पनि चोरिदिन्छ ए भत्रिँदा पछि सच्चा हुनुहुन्छ मलाई पनि अघि त भएर तरुनी नदेखे अब कान्छा यस्तो आँखाले तरुनी देखिँदैन यस्तो छाम छुमछुम गरेर पनि बिहार्नु ल कान्छा ज्याकेट खोल्छु ल अब मैले ज्याकेट खोल्नु कतिजनालाई रियाल चुहाउने हाम्रो परारी सरहरू जसले रियाल चुहाउँछ तिनका त मुखामा लट्ठी फेरि आफू राम्री नराम्री नजर लाग्ला भन्ने फेरि पिर्छ खोलिदिउँ त कान्छा फेरि उता नि आँखै छैन खोलिदिउँ फुलेनको बाउको ज्याकेट हो क्या गोजीमा केही छ कि खैनी बरा छ ल्याउ कान्छा आफ्नो बुढोको ज्याकेट र कहिले पैसा भेटिन्छ कि भनेको हुन त अब सरहरू जस्तो जागिरे भए पो बाउको बुढोको गोजीमा पैसा हुन्छ हजुरहरू रिसाउनु भएको र रिसाउने मलाई त मतलब लाग्दैन हो म त त्यस्तो छु ल कान्छा यो पनि लगाऊ हाँस्छ घाँटी बिनाको मान्छे कति छोटो है यो धेर मोटारालाई अलि गयो हिँडेको पनि अनि पिलो आछ कि क्या हो कान्छा अहिले त्यो छोरो मान्छे भएपछि त हट यस्तै हिँड्नु नि कसै धेरै हल्ला नगरौँ त त्यो बिचमा को कट्टु नलगाई भन्न नहुने कार्यक्रममा नि को त्यतिकै आउँछ कति राम्रो राम्रो भएर आउनु भएको रहेछ दिदी नमस्कार दिदीले फेरि आज दाँत मात्नु भएको होला गीतैसम्म देखाइदिनु पहिला त हाँसिस
उयो त गीतै बाहिर निस्क्यो होइन दिदी नक्कली दाँत हो कि क्या हो रमाइलो भएको छ ए म त रमाइलोमा बिर्सेछु ए फुल्यान्डेको आमा कति देखिएको छ राम्री हो यतिको म जुनसुकै ठाउँमा कार्यक्रम जान्छु ए कान्छा फोटो खिच नि त एकचोटि के अरे म अनम्यारिड भएको भए कि बिहे भएको छ कि छैन सर भइसक्यो बिहे भइसक्यो अरे हाम्रो सरको त ठिकै छ आज साँच्चीकै म राम्री देखेको छ अब यतिको राम्रो जिउडालमा फुल्यान्डेको आमाको एउटा डान्स हेर्न पाए कस्तो हुन्थ्यो डान्स हेर्ने हो तर अब खासै राम्रो नाच्नु जान्दिनँ पहिला म जवानी यता मेरो कुरा सुन्दै हुनुहुन्छ कि नै उता फेरि मेरो सासु आमा नि आउनु भएको रहेछ तर कुन चाहिँ माई हस्बेन्ड कुन चाहिँ बुढोको भन्ने थाहा भएन फेरि आफू धेरै ठाउँ पहिला गयो हेर्नु न राम्रो कि नराम्रो धेरै ठाउँ पहिला जानु राम्रो हो नि ताल परे यतैबाट आज 20 जनाले मलाई लान्छन् अब बहिनी पो नराम्री र लगेन नि त म त राम्री भ्याइ नभ्याइ यिनको फेरि एउटा पनि पत्दैन यिनलाई कोही लाने हुनुहुन्छ यस्तो बुढी मान्छेलाई कसले लाने म जस्तो 16 वर्ष तरुणीलाई पो त नि हो कि होइन भन्नुहोस् त हो भने भाना होइन भने इङ्ग्लिस नै न भने सर निधाउनु भएको हो कस्तो राम्रो सर म यति राम्रो ह्यान्डसम पुलिस सर त मैले कहिले देखेको थिएन सर मिल्छ भने आई लभ यु ल धन्न सरले बन्दुक समस्या रहेनछ क्या त्यही भएर यतिको फेरि डान्स हेर्ने होइन डान्स त हेर्ने डान्स गर्नुभन्दा पहिला यो मेरो ब्याग त बिसाउनु पर्यो कि परेन फेरि यो मेरो ब्याग एकदम महँगो न हेर्नु उचाल्ने पनि छ सर हेर्नु त उचाल्ने मासतिर डान्स हेर्ने कि होइन डान्स हेर्ने जतिले हात उठाउँ त कति राम्रो कति रमाइलो जोसिला पोसिला यो हो नि त नुम बजार भनेको हो कि होइन सङ्खा सभाको मकालु गाउँपालिकाको यतिको जोस जागर त चाहिन्छ नि हो कि होइन सर सर खैनी ठुकेर हाँसेनुहुन्छ के साह्रो लोभ गरेको सर भरेमा किनिदिउँला यस्तो खैनी त कि कसो हो सर म नाचौँ के भोट लाउन आँटेको जस्तो ओके भन्दा हुन्छ त नजिक छ सुन्छु खसी पार्छु एकछिन र फेरि म बोल्दैछु कि छैन भन्नु त बिचमा किन बोल्नु खसी पार्थे हुँदैन दाना साँच्चीकै राम्रो लाग्यो यस्तो हो नि त फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तो तपाईँहरू यति राम्रो आनन्दको मान्छे हुनुहुन्छ सबैजना त्यही भएर राम्रो मानिदिनुको एकचोटि आफ्नो लागि आफैको लागि ताली बजाउनु त यही मौका मन नपरेको साथीको कन्सर्टमा पनि बजाइदिँदा हुन्छ जो रिस उठेको छैन यता चाहिँ मेरो डान्स कस्तो लाग्यो सर म्यामहरूलाई सरहरू रिसाउनु भएको त छैन नि हाँस्नु पर्छ सर कपाल उम्रिन्छ अस्ति हाम्रो गाउँमा मेरो जेठाजु होइन एकदम रिसाउने जम्मा कपाल झरेको अनि हाँसेको 4 दिनमा राम्रो भयो भेरी गुड मेरो सर आई लभ यु सो मच ठिक्क पारो यो रमाइलो भएको छ कि छैन अब त म जाने आइ एम गोइङ राइट नाउ लेट्स गो त्यसो भए अझै एउटा डान्स एकचोटि आउनु न सर म के गरौँ जाम कि बसम एकछिन हजुर बस्नु तपाईँको त बिहे भएछ कि क्या हो ओ सिन्दुर लाउनु भएको छ छोरी मान्छेले यहाँ माथि लाउँछ हजुरले त सिन्दुर पनि त्यहाँ लगाइसकेछ कोसँग बिहे भएको सर
चन्द्रकुमारी राई। खोइ ओ भाउजू भाउजू यताउति तपाईँ चाहिँ मलाई हेरेर यी गरी बस्छ। मान्छेको ज्यान बुढो हुन्छ मन बुढो हुन्न भन्थ्यो ठ्याक्कै तपाईँ र म मिलेछौँ हो कि होइन? चन्द्रकुमारी राई र फुलेन्द्रको बाउ गेट आउट हामी अब ए आउनु न सर ए आउनु किन लजाइस यति राम्रीले छुन पाउँदा त मख हुनु नि। फुलेन्द्रको जोरी मिला छ आई लभ यु। कति लाग्यो के खालको मान्छे रहेछ यो शब्द। आधा त चन्द्रकुमारी राईले त चुक्कुल त घरको त ठिक्क पारो। रमाइलो भयो। हजुरको शुभ नाम चाहिँ के होला राजा? म योगराज राई, म मकाले 5 को वडा अध्यक्ष हजुर। अबे राम्रै मान्छेको समाइएछ। सानातिना सदस्य त म के समाउँदै समाएपछि अध्यक्ष नै हो। म पनि काठमाडौँ नगरपालिकाको के पो हौ ए म त धरानको ए होइन ए म त अमेरिकाको वडा भाइ भाइयो भेटघाट हुँदा नि लाइलाई बोलचालाई भयो लाउ माया हाँसेर एनी हजुर। यो गीत पुरानो एकदम गीत। यसको चाहिँ नयाँ म्युजिक भिडियो फुलेन्द्रको आमा कसले हेर्नु भएको छ? फुलेन्द्रको आमा र फुलेन्द्रको बाउको रोमान्स हेर्नु भएको छ? नपत्या फेरि खोजेर हेर्नु। मालिङ्गो कातिनीलाई जितेन राई दाजु र सुनिता थेकिमले गाउनु भएको एकदमै राम्रो गीत। एकदमै फुलेन्द्रको आमाको सम्मान छ। ल यति भन्दै म अलिकति म आराम गर्छु। अब जान पर्यो सर। अब म जाँदा हुन्छ? अब म जान्छु कि सर। अब यहाँ बहिनीले गाउनुहुन्छ एकचोटि आउनु न रानी। यिनका त बिहे पनि भएछ बर्माला। अलि हिरोइन जस्तो हिँडाउ न बहिनी के पर्को रक्सी खाएर केही जान्दैनन् केही जान्दैनन् हो किन यति राम्री मान्छे? म चाहिँ यति बहिनी जतिको राम्री भएन क्याटोक निस्ने भयो छैन। फेरि के हो चारतिर बाँधेर राम्रो होइन कसैको त शरीरै उम्किन्छ कि चारतिर बाँधिया छ। फेरि मैले जे भने त्यो पत्याउने होइन। यो भनेको एकदमै तामाङ कल्चर ड्रेस। एकचोटि ताली बजाइदिनु सबैले आफ्नो कल्चर हात नजर यति प्रमोसन गरेको 500 ल्याओ। नमस्कारले जित्ला कि चल्छ त कान्छी। यी फेरि बहिनी कति हँसेर हुनुहुँदो रहेछ। ए बहिनी ल अब कस्तो भइरहेछ त फुलेन्द्रको आमासँग कार्यक्रममा हिँड्न पाउँदा? एकदमै धेरैभन्दा धेरै राम्रो। एउटा कुरा तपाईँहरूलाई थाहा छ फुलेन्द्रको आमाले दोहोरी गाउनुहुन्छ नि हो कि होइन? गाउनुपर्छ कि पर्दैन भन्नुहोस् त? उहाँले दोहोरी गाएको धेरै सुन्नु भएको छ है? फुलेन्द्रको बाउले फेरि मलाई ढुङ्गाले हान्यो भने के गर्ने होला है? के भन्नु हुँदो रहेछ एकचोटि के भन्ने? हे माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्ने सलाला। हे माया तिमीलाई सम्झन्छु। मेरो त खोकारले अल्झेर स्वर बहिनीको कति कोइलीको जस्तो मेरो त कागको जस्तो स्वर छ। त्यो पनि काग पनि बिरामी काग जस्तो गाउँछु भनेर कोसिस गर्छु। घरि खोकार यहाँ अल्झिन्छ घरि सिगान चुइन्छ मै अभागी के हेर्नु न। तर पनि नराम्रै भयो भने माया गरिदिनु त भएको छ कि हो के भन्नु त? फुलेन्द्रको आमा हो म त कति भाग्य भने। ओहो डोरी गाउने हो त? सुरु गरौँ गरौँ हजुरबाट। म त आमालाई के भन्नु र होइन छोरीलाई के भन्नुहोस्? चोखो माया पिराती लाउने हो हजुर पिराती लाउने हो। सुन बहिनी के भनेर दोहोरी गाउने हो माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्नी सलाला।
मैले जस्तो गरेँ त्यस्तो गर्न पर्छ त झुम्ने निला भन्नु भने निला भन्नु फुलन्दीको बाउलाई केही नभन्नु माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङले सालाल हो कि न हे लाली जबान त्यतिकै गइसक्यो त्यतिकै गइसक्यो फुलेनीको बाउसँग त के बुढोसँग डिभोर्स चाहिँ भइसक्यो माया पानको छोडिदिएको यता राजा पत्याउँछु माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सालाला हे हे राजाले नि तिमीलाई देखुसी दिन तिमीले सकेनौ के खुसी माया पानको बात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङले सालाला यो फुलन्दे गामा चकचके भएर हो क्या डिभोर्स भएको हो कि न ए सुनाऊ बेइज्जती गाला रन्काइदिनु हे अन्जानैमा घरबार थियो जोरेको घरबार थियो नबोलाऊ बित्तामा मेरो स्वर राम्रो भएर डिस्टर्ब गरी हे अन्जानैमा घरबार थियो जोरेको घरबार थियो जोरेको रक्सी खान्थ्यो त्यही भएर छोडेको माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सालाला हे बिर्सिएछौ फुलान्देको बाउको क्या जम्मै बिर्सेछ है सप गुन्जती बाउको सप गुन्जती लुटी ल्याएको हो क्यारा सुन्जती माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङले सलाला हे सुन है गाईहरू मेरो सपोर्ट गर्नु ल कमान गाछ ल्याएको हे रिसाएर घरबाट हिँडेको यो सुन सबै माइतीले किन्देको माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी साला सुनको कुरा गर्छ घाँस लाउनेले बेइज्जती के हो मेरो जातिको सुन ला भन्दा यिनी त नारा लाउँदै हिँड्छ